अनि के को हल्ला हो भयो त्यही साथी? त हो नि बाबै बाँचुन्जेल सबै ठिक थियो अहिले अलिकति समस्या छ त्यही माथि कार्की यसो गर्न छोड्दैन हो त बाबै बाँच्नुको बरालेर नि अहिले चलेको जग्गा के भयो दिदी? बिहानैदेखि गर्मी निकै हल्ला पो चल्दैछ त। के हुनु नि बहिनी त्यही रोहनको बाउले टेन्सन दिएको छ। कस्तो टेन्सन हो दिदी? हेर त दिदीलाई कस्तो देखेको। कस्तो देखेको छु र म? नुन खाएर झोक्राको कुखुरा जस्तै यसरी पनि बस्ने हो त? साँच्चै म त्यस्तै देखेको छु र? हो त। हेर न बहिनी के राम्रो मुखले बोलेर जहिले हेर झाँकेर बोल्छ। खै कुन्नी कोहीसँग लागेको छ कि क्या हो? आफू भने दिनभरि घरमा एक्लै। मलाई त लाग्छ छोराछोरीलाई होस्टेलबाट निकालेर यतितिर पढाऊ कि क्या हो? बोल्ने साथी त हुन्छ। तिमी नै भन न म के गरौँ? ए दिदी त्यस्तो सोचेर कहाँ हुन्छ? तपाईँको सोचाइले त नानीहरूको पढाइ बिग्रिने पो रहेछ। तिमी नै भन न त म के गरौँ? साँच्चै तिम्रो बुढा पनि त विदेशमा छ नि होइन? कुरा गर्नु त तिमीलाई पनि मन लाग्छ होला। ए दिदी आजको दिनमा साथी कति पाइन्छ कुरा गर्नुलाई। यी मोबाइलमा फेसबुक एकाउन्ट खोलेको छु त्यसैमा बात गर्छु टाइम पास भइहाल्छ। ए दिदी साथीको फोन पनि आयो अलिक पर्सनल कुरा गर्नु छ गएँ ल। हेलो हेलो हेर बुढा टाढा भयो भने कति खुसी छ। आफू भने सम्झँदै रिस उठ्छ। अब म पनि फेसबुक खोल्नु पर्यो। यो फेसबुक पनि दामी एप्स रहेछ। आफू यहाँ बसेर कहाँदेखि कहाँसम्मको नचिनेको मान्छेहरूसँग बात गर्न पाउने। हेर त कति राम्री राम्री केटीहरू। यिनीहरूको फोटो हेर्दा र आफ्नो बुढीको अनुहार सम्झिँदा छि 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 धरती आकाशको फरक छ नि। धरती आकाशको फरक त हुन्छ नि। कहाँ चाउरी पर्न लागेको अनुहार कहाँ यतिका इन्साम केटाहरू। उफ म त लभमा पर्छु होला जस्तो लाग्दैछ। लभमा परेर हेर्दा के हुन्छ र? आफूलाई खानु लाउनुको पो अलिक दुःख छ त। पैसाको त दुःख छैन नि। प्रियङ्का प्रधान कति मगाऊ साथी हो? सधैँको जति नै कसो साथी? अलिअलि ठिक्कको यति भए हुन्छ? हुन्छ। भाउजू भाउजू ए भाइ पो रहेछ एक बोतल ल्याउ न। Cheers. हेर विकास आफ्नो यो जिन्दगी सम्झेर नि धेरै दुःख लागेर आउँछ। बिहे अघिको संसार नै बेग्लै र बिहे पछिको संसार नै बेग्लै।
घर पस्नु भनेको नि जेल पस्नु हो, बुझिस् त? जेलमा जेलर हुन्छ, घरमा बुढी हुन्छ, दुवै बराबर। तँ के भन्छस् विकास? के भन्नु, जे भन्नु थियो पहिले भनिदिइहालिस्। रक्सी नै हो जसले आँट दिन्छ। ठिक भनेस् यार, तिमीले ठिक भनेस्। भन्नु दाजु, तपाईँहरूको के साह्रो हल्ला हो यस्तो? हल्ला नगरी आरामले खानु अनि जानु नि। भाइ सरी। हामीहरूको दुःख पोख्ने ठाउँ नै त यही हो। दुःख? कस्तो दुःख दाइ? ए, भाइले बिहे गरिसकेको? बिहे गरेको छैन नि। ल सुन, बिहे नगर्ने, खुसीसँगले बस्ने, तिमीले हाम्रो पीडा बुझ्न सक्दैनौ। लु केटा हो, हिँड जाउँ जेल। जेल अरे? अरे जेल भनेको घर हौ, खा अन्त जाउँ। मीरा, ओ मीरा, डाबो सलेर आएको थिएँ, माछ होइन टिभी खुल्लै राखेर कहाँ गयो? होइन के हो तिम्रो यस्तो चालामाला? हेर त डाँडा खाक भएछ, खाऊ अब तिमीले। दिनभरि काम छैन, एउटा खाना पनि सँगसँगै पकाउन सक्दैन। यो केटाले त साँच्चै मन पराए जस्तो छ त। मेरो नाम यो होला, कतै मैले आफ्नो नाम राखेको भए त सायद मन पराउन थियो होला। गुड मर्निङ। गुड मर्निङ। गुड मर्निङ। गुड मर्निङ।
यो माया भन्ने पनि कस्तो नसा हो। हेर्दा हेर्दै प्रियङ्कासँग लग पर्यो, भोलि भेट्ने भनेकी छे। मलाई देखेर कतै उसले मन नपराउला कि त्यही पो डर लाग्दैछ। अह हुँदैन। यसले थाहा पाए भने जिन्दगी बर्बाद हुन्छ। यसको पनि धेरै माया लाग्छ। मेरो नानीको आमा पनि हो। धोका दिन्न। बरु उसलाई भोलि भेटेर साँचो कुरा भनिदिन्छु र आफ्नो पारिवारिक जीवनमा फर्कन्छु। मीरा, ओ मीरा, म अफिसको कामले बाहिर जाँदैछु कि छिटो खाजा लगाऊ। सुन त मीरा, आज टिफिन नहाल्नु ल। म आज बाहिर छु कि गाडी जानुपर्ने छ। टिफिन नहाल्नु हुन्छ। ओ मीरा, म अफिस हिँडेको। ए हस्। टाइम त भइसक्यो, अहिलेसम्म आइपुगिन। ऊ त होइन। प्रियङ्का,